हेलो दोस्तों, कैसे हैं आप लोग। आइए हम आपको दिखाते हैं डेजर्ट सफारी। माँ, मुझे कुछ दिखाई नहीं दे रहा माँ। ओहो, बहुत ठंडे भाइ, ठंडे बहुत। हम मालूम है तेरे बाप को मत सिखा। हावा चलिरहेछ, देखाउँछु ल। माय गुडनेस, देख्नुस् अब हामी यहाँ माथि जाँदै। भाई आज है ना, तो अब हामी उधर जाएंगे, ब्लॉग बनाएंगे। बहुत अच्छा जगह है। मैले नल्याउ भन्छु, यो हो नि त होइन। कति तनाव भइरहेको थियो, यो हो क्या अहिले सुकुन होइन। यस्तो पुरा यस्तो आनन्द फिल भएको छ होइन। म तपाईँलाई गर्नुभएको छु होइन दाइ, दामी के दामी। यस्तो चिसो तनाव, जति तनाव छ नि त्यो चाहिँ यहाँ एकदम फ्रेस हुन्छ जस्तो लाग्छ। एन्टरटेनमेन्ट हेर्नु होइन, अब हामी उता जान्छौँ, त्यहाँ अझै छ होइन, माथि हेर्नु उतातिर छ, तर अहिले एलाउ छैन भनिरहेको छ कि हाम्रो लागि त्यहाँ सोध्दा। त्यही भएर हामी ओ माई गड, क्लोज रहेछ। त्यही भएर डेजर्ट यता हेरिदिनु त भनेर गएको। अब एउटा ब्लग ल, अब हामी जानलाई अब उता पनि बस्ती त होला दाइ। यो हामीले यो गाडी पार्किङ यहीँनिर छ। त्यो पार्क चाहिँ आज नखुल्ने भयो होइन। त्यही भएर अब हामी फर्किनलाई मैले खासै त्यो हल्का एउटा अलि ठुलै अलि लामो ब्लग बनाएर हाल्छु त्यो पार्कमा। हुन्छ होला खतरा जस्तो लाग्थ्यो, तर हुँदो रहेछ क्या। एकदम चिसो हावा चल्दो रहेछ नि त। मेरो पनि फर्स्ट एक्सपिरियन्स हो क्या यो होइन। पहिला आएको थियो नि। के भयो भाइ, गाडी केही भयो? ठिक छ नि? त्यही त यार। अब यहाँ जानलाई हाम्रो युसुफ भाइ हिजो उम्रा गएर आयो र होइन। गाडी साडीमा अब हामी जाँदैछौँ। खासै अब मैले तपाईँहरूलाई एकदम भ्लग दिन्छु भनेको थिएँ। ऊ यस्तो गाडीहरू म कुदाउँ कि होइन, तिमी कुदाउनु म भ्लग बनाउँछु। यो चापी मसँग छ है। ल, हाम्रो भाइले कुदाउँदैछ, म चाहिँ अब भ्लग बनाउनु लाग्छु। त्यसको गाइज अब पछि मैले तपाईँहरूले अरू देखाउँछु। आज मैले तपाईँहरूलाई देखाउनु भएन, इन्जोय गर्नु। ए पिज्जा पनि लिएछ नि त है। अब हामी जानलाई सुजुकी भन्दा यसको ठुलो छ, छोटो छ। सुजुकीको अलिक ठुलो छ नि त त्यो अर्को ठुलो। अनि त्यो कुद्दा पनि कस्तो दामी दबेर कुद्छ नि त सुजुकी होइन। अनि त्यो अस्ति म सुरुमा चलाउँदा कस्तो गाह्रो लाग्थ्यो, अहिले त त्यही मजा लाग्छ क्या। त्यो जान्छ नि त, स्पिड जान्छ। लगाइज अब हामी यहाँबाट जानलाई होइन। तपाईँहरूलाई अब के गर्नु, अब छोटो मिठो भ्लगमा इन्जोय गर्नु होला, सपोर्ट गर्नु होला, सेयर गर्नु, सब्सक्राइब गर्नुहोस् होइन। जे गर्नु मन छ हाम्रो युसुफ के छ, सब्सक्राइब हान्नु पऱ्यो। अब युसुफ फेरि यहाँ जल्दो बल्दो मान्छे, अनि खतरनाक हो फेरि। उसले भन्यो भने नगऱ्यो भने त उसले ज्याम्मै पञ्च हानिदिइहाल्छ नि फेरि। कन्ट्रोल पञ्च हालिदियो होइन त मेरो दाइ। दाइ फेरि अलिक कता हाम्रो के हो, पिज्जा खाएर लजालु हुनुभएको छ। यो पिज्जा खाएर दाइको लागि पनि यसो है, कोही छ भने ट्याकटुक मिलाइदिइहाल्नु पऱ्यो। त्यही हो। ल, अब हामी हिँड्दैछौँ गाइज, लेट्स गो। म्युजिक हाल्नु लागि परदेशी मेरे यारा भन्ने हाल्नुपर्छ कि हो यार। यस्तो भयो क्या है। त्यस्तै म्युजिक हाल्नु पर्ला जस्तो पो ठाउँ छ त यार। परदेशी परदेशी जाना नहीं भन्ने टाइपको क्या। मुझे छोड़ के भन्ने क्या। Oh my God! Wow!
भएपछि जाउँ भएन भने अनि ब्याक आउँ अब तिमीले भनेको अर्को पार्कमा जाउँ न यहाँ त होमस्टे यस्तो कि नेपालमा हुन्छ नि त्यस्तै टाइप सक्खरै छ मुदिर सक्खर यहाँ गेट नम्बर 1 भने अब यहाँ बन्दै रहेछ ल ठिक छ अब जाउँ अब हामी यहाँ तपाईँहरूले देखाउनु पाएनौँ आज बन्दै रहेछ अब ठिक छ अब अर्को दिन आउँछ मलाई अर्को दिन आयौँ भने म तपाईँहरूलाई देखाउँछु अब आज खासै देखाउनु पाइएन यो कुन गाडी हो यो टोयोटाको कि बवाल रहेछ त्यहाँ क्यामरी हो ल अब हामी यहाँबाट हिँड्न लायौँ गाइज है ल बाई 6.5 hours later. हामी यो है अर्को पार्क यो हो तर यो पनि अब अलमोस्ट बन्दै छ कि जस्तो लागिरहेछ हैन त्यही पनि तपाईहरुलाई अब देखाउँछौं ला 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 के गर्नु हैन त भाइ अर्को एउटा पहाड देखेछ हामीले अर्को एउटा पहाड देखेछ त्यहाँ जाऊ अब हैन अभी मजा आएगा ना भिडो जानी हो एकचोटी ट्राई गरौँ ल है युसुफले लग्दैछ हामीलाई अब एउटा अर्को पहाड छ रे लेट्स सी अब के छ त्यहाँ खुल्यो त्यहाँ छ भने फेरि अब तपाईहरुको पनि भाग्य हुन्छ यो ठाउँ हेर्न पाउनुहुन्छ हैन चाहे राम्रो चाहे नराम्रो तै पनि हामी जान्छौं है ल दिल की नसा तुझको ल के हो फेरि गीत यो भित्रको रोड हो नि तर यता चाहिँ अब त्यही त म आछु कि यार पहिला त्यहीमा मेस्टोको हो के हो त्यो हेर न यार पर्यो हेर न यस्तो भित्रको बाटो छ आहा कस्तो दामी उर्यो आहा हम दोनों की दरमी गाइस यहाँ चाहिँ क्यामेरा छ त्यो ह त्यही त भने त मलाई त अनि त्यही म पहिला आएर यहाँ चाहिँ अब क्यामेरा छ है खासै मैले ब्लग बनाएन तर पनि म तपाईहरुलाई देखाउँछु अहिले एकछिन कस्तो हुन्छ है गाइस हेर्नुस् है यस्तो छ म्याक्सम खतरा ढुङ्गाहरु रहेछ हैन यो आयो भने त यहाँ फेरि ज्यानको गाह्रो भइहाल्छ ज्यानलाई अब मिल्ने क्यामेरा छबाट अब यो थाहा छैन नि त फेरि पछि के एलाउ हुन्छ कि हुन्न फेरि नत्र नराम्रो हुन्छ नि त अरूको उसमा त्यतिकै गर्नुहुन्न अब ठीक छ मैले चाहिँ लुकीछुपी तपाईहरुलाई देखाउनको लागि पनि है हेर्नुस् न कस्तो दामी ढुङ्गाहरु हजुर गाडी यहाँबाट नि जान्छ कि अब माथि लिएर आउँ त गाडी ल भाइले चाहिँ गाडी लिएर आउँछ हामी चाहिँ म तपाईहरुलाई देखाउँछु ए ठीक छ हेर्नु न यहाँ कस्तो बवाल छ हामी माथि गाडी लग्ने ट्राई गर्छौँ फेरि हेर्नु त यो कस्तो खतरा देखेछ है दिन्छ दाइ यार यो त कस्तो खतरा टाइपले हेर्नु त त्यो पुरै मसरुम जस्तो छ यार यो हेर्नु त मसरुम जस्तो यो त अलि त्यस्तो छैन त्यो त पुरै मसरुम छ यार अरे कहना क्या चाहते हो गाडी लिएर आइसक्यो हैन अब हामी यहाँबाट जान्छौँ गाइज ऊ त्यहाँ माथि खै हाइड्रो पावर त्यति के हो त्यहाँ जान मिल्छ कि मिल्दैन बट बहुत डर लाग्दो रहेछ हेर्दै हामी ट्राई गर्छौँ ल लेट्स गो ल हामी यहाँ जाने भने रहेछौँ यहाँ फेरि यो खतरनाक गाडी रहेछ तर यहाँ माथि खै त के जान दिन्छ कि दिन्न यार अब के हो त्यो हाइड्रो पावर हो कि के हो है अब हामी बुझ्छौँ नत्र भने यहाँबाट ब्याक हुन्छौँ नो रिक्स यस्तो कुरामा अन्तको ठाउँमा रिक्स नलिउँ गाडी जान्न भाइ यार प्लिज नगर यार त्यो फस्छ त्यहाँनिर यार यो उता खाडल जस्तो छ नगरौँ दाइ त्यहाँ फस्छ होला नजाम है फस्छ यो चाहिँ लाइट रातिमा बवाल देखिन्छ होला हामी जान्नौँ त्यहाँ गाडी बस्यो भने अहिले हामीलाई फेरि निस्किन गाह्रो हुन्छ अहिले भनेको सबै चिज पाउन पनि पाउन्न यहाँ अहिले फेरि कहाँ फोन गर्नु कसलाई उस गर्नु हामी यहाँबाट ब्याक हुन्छौँ होला किनकि यहाँ त्यस्तो पाउन्न जस्तो छ तर यहाँ पनि बवालै रहेछ है कस्तो जता हेऱ्यो त्यतै दामी ठाउँ छ यार मनलाई एकदम पिस मलाई चाहिने भएर पनि होला तर दामी छ नि त आहा है एकदम आनन्द छ एकचोटि फेरि यो भ्यू हेर्नुहोस् है तपाईँहरूलाई कस्तो दामी म चुप्प लागेर देखाउँछु ल हेर्नुलाई सपोर्ट गर्नुलाई थ्याङ्क यू सो मच फर वाचिङ होइन तर बवाल ठाउँमा आइहाल्छ यार आउँदा यार यहाँबाट निस्किनु निस्किँदै